पनि आज समाजले पनि तारा भुर्तेल चाहिँ ठिक भएको देखेर हामीलाई पनि जमजम लागेको छ भन्ने योग्यको पिताजीले बनाउनु भएको। परमेश्वर त महान हुनुहुन्छ। चिन्ह खोज्नेहरूलाई चिन्ह दिनुहुन्छ, चमत्कार खोज्नेहरूलाई चमत्कार दिनुहुन्छ। जो वफादार बन्छ, हार्नु भएको थियो, संसारबाट गिर्नु भएको थियो, समाजले पनि कोरोना सर्छ त्यहाँ किन जाने, बरु मरिदिइहाले हुन्थ्यो, यसै थिएन उसै थिएन भन्नुभएको थियो। संसारको मानिसले थोरै रोगी भएर बस्नुहोस्, त्यो बोझ हुन थाल्छ, त्यो भारी हुन थाल्छ। चाहे श्रीमानलाई होस्, चाहे श्रीमतीलाई होस्, चाहे परिवारलाई होस्। जब अलिकति तपाईँ थला च्यापेर बेडमा बस्नुहुन्छ नि, त बरु मर्दै हुन्थ्यो भनेर सबैको मुखबाट आउँछ। यो हो कि होइन? धेरैले प्र्याक्टिकल गर्नुभएको छ। हिजोको दिनमा थला च्यापेर बसेकोहरूलाई देख्न साथ बरु यस्तो माखा भन्किन भन्दा, बरु यस्तो बिजोग हुनुभन्दा बरु मर्दिए हुन्थ्यो भने हामी संसारको मानिसको सोच हुन्थ्यो भने परमात्मा भन्नुहुन्छ, मेरो बच्चा नडराऊ, तिम्रो नसा हड्डीमा तागत भर्ने, पोषण भर्ने म तिमी सँगै छु, उठ जुरुक्क। पिताले आज जुरुक्क उठाउनु भयो। कतिचोटि फलोअपमा जानुभयो संसारको परिवार, पिता पनि जान्नुहुन्छ के उहाँको साथमा कस्तो छ, उहाँको परिस्थितिलाई परमेश्वर जान्नुहुन्छ। श्रीमान संसारी, छोराहरू संसारी, समाज संसारिक हुँदा पनि टपक्क आफ्नो दाहिने बाहुलीमा राख्नु भएको छ। जति बेला जाम भन्दा पनि फलोअपमा हैन कि अरू संसारले भन्नुहुन्छ कहाँ हुने बुढाले बचाएको, कहाँ हुने धनले बचाएको भन्नुहुन्छ। धनले बचाएको भए, श्रीमानले बचाउनु भएको भए आज भन्दा 1 वर्ष अगाडि 2 वर्ष अगाडि अगर जस्तो कालो हुनुहुन्थ्यो। श्रीमान र श्रीमती पनि सम्बन्ध होइन जस्तो, म्याम हजुरको सर हुनुहुन्छ भन्दाखेरि होइन मेरो छोरा हो भन्नुहुन्थ्यो। त्यस्तो डिफरेन्ट देखाएको थियो दोस्रोवाला आत्माले। तर आज परमात्माले उहाँकै अगाडि आज टल टल टल्काएर आज त्यो राम्रो आज टोलले देख्नु भएको छ, समाजले देख्नु भएको छ, तर पनि स्वीकार्न चाहनुहुन्न। धन्यवाद पिता। परमेश्वर मानिस हुनुहुन्न, परमेश्वर मानिसको पुत्र हुनुहुन्न कि मानिसहरूले जतिसुकै घमण्ड गरे तापनि एक दिन त घोडा टेक्न पर्छ। परमात्माले भन्नुभएको छ कि पृथ्वीमा रहेका प्रत्येक प्राणीहरूले, आकाशमुनि रहेका प्रत्येक प्राणीहरूले मेरो नाउँमा घोडा टेक्नै पर्दछ। आज टेकिसक्नुभयो, परमात्माले टेकाइसक्नुभयो। पिताले भन्नुभएको छ तिमी मेरो संसारको नुन हौ, तिमी मेरो संसारको ज्योति हौ, तिमी मेरो साक्षी हौ। तिमीलाई मैले पृथ्वीको अल्लो छेउदेखि पल्लो छेउसम्म तिम्रो पछाडि लागेर हिँड्ने बनाउने छु। आज धन्यवाद पिता, तपाईँ हामीलाई देखेर डहा गर्ने बनाउनु भएको छ, आहा गर्ने बनाउनु भएको छ। हिजोको दिनमा थला च्यापेर बसेकोलाई आज टल टल टल्काउँदा, आज भुर्तेल होइन कि तारा भुर्तेल निको भएको देख्दा त साँच्चै ठिक हुने रहेछ भन्ने कसले बनाउनु भएको छ? हाम्रो पिता। परमात्मालाई धन्यवाद गर्छु। म मसीह येशूको नाममा एकचोटि जोरदारले ताली बजाउँ। आज पिताले अलौकिक महिमा दिनुभएको छ, अलौकिक आशीर्वाद दिनुभएको छ। चान्चुने नसम्झिनुहोस्, ढ्यालठट्टा नसम्झिनुहोस्। परमात्माले हृदय जाँच्नुहुन्छ, परमात्मा बुझ्नुहुन्छ, सबै कुरा बुझ्नुहुन्छ। ठिक समयमा के जरुरत छ, के खाँचो छ, जस्तो हाम्रो त्यो कुनामा बस्ने आमाले अस्ति आफ्नो कुरा सुनाउनु भएको थियो। आज पिताले यो पनि प्रश्न पार्नुहुन्छ। हिजोको दिनमा जुनसुकै पाप गर्यौं, पाप नगर्ने मान्छे कोही पनि थिएन। जुन दिन रोमी 10 9 अंगीकार गर्यौं, मानिस कहिले पनि त खराबी त यस्तो रहेनछ, तर यो पृथ्वीमा आएपछि सबैलाई दोषी बनाएको थियो भने
जुन दिन रोमी 10को 9 अंगीकार गर्यौं, जुन दिन पिताजीको हात शिरमा पर्यो, त्यो दिनबाट हामीमा भएको सबै पापहरूलाई धोइ पखाली गरेर धर्मी बनाउनु भएको छ। धर्मी बनाउनु भएको छ। नडराउनु। छोरा, श्रीमान, श्रीमती, परिवार कुनै त्यस्तो कारणवश दोस्रोवाला आत्माले तडपाको छ, जालमा पारेको छ, भड्कारोमा पारेको छ भने मनलाई नटुटाउनुहोस्। निरन्तर ईश्वरमा लागिराख्नुहोस्। निरन्तर मन लगाइराख्नुहोस्। परमात्मालाई बिसाउनुहोस्। सबै कुरा पितालाई छोडिदिनुहोस्। जुन दिन पिताजीले चाहनुहुन्छ नि त्यो दिन संसारको सबै पापलाई धोइ पखाली गरेर धर्मी बनाइसक्नुभयो। माझ्नुहोस्। अनि एउटा गवाई सुनेको दिन, त्यो इन्डियाको गवाई, हाम्रै सङ्गतबिन सर हजुरको गवाई होइन कि परमात्मालाई धन्यवाद, उहाँको छोराले चाहिँ कसैको हत्या गर्नु भएको रहेछ। हत्या गर्नु भएको थियो थिएन त्यो यकिन थिएन, तर लास्टमा चाहिँ प्रमाणित गर्दाखेरि कोर्टले प्रमाणित गर्दा सासू, ससुरा, श्रीमान, देउर, नन्दा, अमजु सबै जेलमा पर्नुभयो। त बुहारी मात्रै, तब कमारा खुवाउने श्रीमान पनि जेलमा, परिवारै जेलमा, एउटा श्रीमती, एउटा बच्चा च्यापेर बस्नु भएको त्यो अवस्था। जब सच्चाइको सुसमाचार सुन्नुभयो, जब सच्चाइको सुसमाचार सुन्नुभयो नि, तब उहाँ पायसले ग्रसित भएर एकदम पीडित, एकदम थकित भएर जुट्नु भएको थियो, थाकेर जुट्नु भएको थियो। तब जुट्दै जानुभयो, बुझ्दै जानुभयो, माग त पाउनेछौ, खोज त भेटाउनेछौ, ढकढकाउ त तिम्रो ढोका खोलिनेछ भने वचन पाउनुभयो। जब वचन पाउनुभयो, घरमा जानुभयो, सरजुले भन्नुहुने प्र्याक्टिकल गर्नुहोस्, यो वचनलाई प्र्याक्टिकल गर्नुहोस्। तब उहाँले प्र्याक्टिकल गर्नुभयो। मुखबाट सही अंगीकार बोल्नुहोस् भनेर सिकाउनु भएछ हाम्रो सङ्गतबिन सर हजुरले होइन। जब अनि जेलमा भेट्न जाँदाखेरि अब त उहाँलाई आजीवन जेल हालेको छ। अनि श्रीमती भेट्न जाँदा, बुढो बाबा अब त हजुरहरू छुटिसक्नु पनि, मैले मागेको छु, ईश्वरसँग मागेको छु, छुटिसक्नुभयो भन्दा श्रीमानले पागल आइने उता जा, नहुने कुरा, जन्म कैद हालेको छ, छुटिसक्यो भनेर बोले पागल आइने तको होस् र यस्तो इन्कार गर्नुहुने होइन। तब आज बोल्नु भएको छ, स्वर्गदूत जा, त्यो शैतानले जेलमा पारेको थियो, शैतानले सबै कुरा सिकाएको थियो। तपाईले भन्नुभएको छ रोमी 10को 9 अंगीकार गरेको दिनबाट येशूलाई गुरु अर्थात् प्रभु र परमेश्वरलाई पिता भनेर स्वीकारेको दिन तपाईले धर्मी बनाउँछु भन्नुभएको छ। त धर्मी बनाइसक्नुभयो। आज बोल्नुभयो, भोलि बोल्नुभयो, पर्सि बोल्नुभयो, बोल्दै जानुभयो। त पटक पटक जेलमा जाँदा तपाईहरूलाई पनि छुटकारा दिइसक्नुभयो, जेलबाट निकालिसक्नुभयो भन्दा ससुराले सासूले पागल भइछे, त हामी जेलमा आएको यो पागल भइछे, श्रीमानले पनि यो पागल नै भइछे, यस्तो कुरा गर्नुभयो। त जब फैसला आयो हैन, फेरि लोयर लगाएर जब फेरि फैसला गर्ने समय आयो, त पितालाई भन्नुभयो, उहाँको हृदय परमेश्वरमा थियो, उहाँले स्वर्गको ल पढ्नु भएको थियो, स्वर्गको कानुन तिर लाग्नु भएको थियो। संसारको कानुनले त उहाँको परिवारलाई जन्म कैद हालेको थियो। जब स्वर्गको कानुनमा लाग्नुभयो, स्वर्गको ल लगाउनु भयो हैन, वकिल लगाउनु भयो, तब मनलाई विचलित हुन दिनु भएन, मनलाई स्थिर राख्नुभयो, सही अंगीकार गर्नुभयो। तब केही समय पछाडि कोर्टबाट त्यो जेलखानाको यस्तो फैसला आयो, तपाईहरू निर्दोष हुनुहुँदो रहेछ, आजबाट जेलबाट मुक्त हुनुभयो भनेर निकालेको थियो। त्यही श्रीमानले, त्यही ससुराले, त्यही परिवारले त पागल त पागल नि होस् भनेको व्यक्तिलाई पनि श्रीमतीज्यू, बुहारी तिमी कहाँ गएर यस्तो शिक्षा लियौ, कहाँ गएर यस्तो इमान्दारी बन्यौ, अबबाट हामी पनि जान्छौँ। त आज पुरै सच्चै माया भएर परिवारै लाग्नु भएको छ। त्यही भएर नआत्तिनुहोस्।
गरे त शैतान आत्माले गर्यो त्यो 22-23 वर्षको उमेरमा हैन उसले खाडल खानेको थियो। नआत्तिनुहोस्। यदि गल्ती नै गर्नु भएको छ भने सजाय त केही समय त भोग्नु पर्यो हैन। तर तपाईको मन ईश्वरमा राख्नु। पिताले जेलमा सर्न दिनुहुन्न। पिताले फेरि गल्ती गर्यो के रे भनेर शाबासी पनि नगर्नु। सबै परिवारको लागि माग्नु। हत्या हुने घर परिवारले पनि माग्नु। पितासँग माग्नु। गल्ती त गर्नुभयो, शैतान आत्माले गरायो, तर त्यो परिवारलाई पनि माग्नु। दुईटै परिवारलाई ईश्वरमा एक भएर जुट्ने योग्यको पिताजीले भन्नुहुन्छ। मानिसबाट, छोराबाट, छोरीबाट हुन नसकेको काम परमेश्वरबाट गराइसक्नुभयो। जोरदारले त्यसैले भन्नुभएको परम प्रभुको प्रशंसा गर। त्यसैले भन्नुभएको छ परम प्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो जसले परम प्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ। धन्यवाद पिता यसो मसीहको नाममा। परम प्रभुको प्रशंसा गर। परमेश्वर भन्नुहुन्छ हमेशा मेरो प्रशंसा गर, मेरो महिमा गर, मेरो आराधना गर। त्यो मानिस धन्यको हो, त्यो मानिस धन्यको हो जसले परम प्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुँदछ। त्यो मानिसलाई परमेश्वरले आशिष दिनुहुन्छ। हामी के गर्छौँ? सच्चाइ पनि जुड्छौँ, वचन पनि खान्छौँ। परमेश्वर त देखिनुहुन्न, तर उहाँका कामहरू देखेका छौँ। हामीले हाम्रा व्यवहारहरू सुधार्दैनौँ, हामीले हाम्रा बोलीहरू सुधार्दैनौँ हैन। गवाई दिन्छौँ, वचन बोल्छौँ, तर स्वयं पिताको आज्ञा र भयलाई मानेनौँ भने सच्चैमा जुट्नु नजुट्नुको अर्थै छैन हैन। आजबाट मानिसको डर भन्दा पनि परमेश्वरको डर मान्न लाग्नुहोस्। जब परमेश्वरको भय मान्नुहुन्छ, जब परमेश्वरको डर राख्नुहुन्छ नि, तपाईमा प्रेम उत्पन्न हुन्छ, तपाईमा नम्रता उत्पन्न हुन्छ, तपाईमा एकदमै हैन कि एकदमै दीनता, हरेकको लागि सेवाको भाव आउन सुरु गर्छ। तपाईमा हरेकलाई सहयोग गरौँ भन्ने भावना आउन सुरु गर्छ। जब परमेश्वरको प्रेम आउँछ नि, त्यो घरमा शान्ति आउन सुरु गर्दछ। त्यो जीवनमा शान्ति आउन सुरु गर्दछ, त्यो जीवनमा भावना आउन सुरु गर्दछ, त्यो जीवनमा उन्नति आउन सुरु गर्दछ। परमेश्वर भन्नुहुन्छ मेरो भय मान्नु, संसारको भय होइन। जसले मेरो भय मान्छ नि हैन, हामी अब धेरै प्र्याक्टिकल गर्न जरुरत छ। अब रियालिटी वचन त धेरै आएको छ। एउटा एउटा वचनलाई लिएर परमेश्वर भन्नुहुन्छ भय मान। के हो त भय? के हो त आज्ञा? के हो त परमेश्वरले के गर्नु भन्नुभएको त? अब हामी प्र्याक्टिकल गर्नतिर लाग्यौँ। मुखलाई लगाम लगाउनुहोस्, जिब्रोलाई लगाम लगाउनुहोस्। स्वर्गको कुरा मात्रै गर्ने रहेछ के? स्वर्गको कुरा मात्रै बोल्ने रहेछ। हाम्रो मुखलाई इस्तेमाल गरेर परमेश्वर बोल्नुहुन्छ। अहिले पिता खुद बोलिरहनु भएको थियो। मलाई थाहा थिएन यो गवाई मैले सम्झेकै थिइनँ। जब उभिए तब पिताले स्मरण गराउनु भयो, मनमा हालिदिनु भयो। कसको लागि जरुरत थियो उसको लागि दिनुभयो हैन। त हाम्रो मुखबाट परमेश्वर अमृतमय वचनहरू बोलेर कसैको जीवनलाई उत्प्रेरणा बनाएर उठाउँदै हुनुहुन्छ। तर त्यही मुखले फेरि खराबी बोल्छौँ भने